म जस्तो छोरा मेरो मात्र होइन, हरेक आमाको कोखबाट जन्म लिउन्। अन्तत फाइनली मोस्ट अवेटेड नेपाली फिल्म बलिदान रिलिज भएको छ र मैले यस मुभीलाई हेरेर पनि आइसकेँ। मुभी कस्तो छ त? आउनुस् कुरा गरौँ। आजको यस भिडियो इन्ट्रेस्टिङ होइन, धेरै इन्ट्रेस्टिङ हुनेछ। कृपया भिडियोलाई सुरुदेखि अन्तिमसम्म नछुटाई हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा पहिला हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन दबाउन पनि नभुल्नुहोला। हामी यस्तै ताजा अनि नयाँ नयाँ नेपाली मुभीहरूको अपडेट र रिभ्यू लिएर आइरहनेछौँ। जुन मुभीमा हामीले समीर भट्ट, सन्तोष सेन, सौगात मल्ल, रिचा शर्मा, कविता राय, अर्पण थापा, हेमन्त बुढाथोकी र कामेश्वर चौरसिया जस्ता कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सक्छौँ भने यस मुभीको डिरेक्टर रहेका छन् सन्तोष सेन र मुभीको प्रोड्युसर रहेका छन् पवन बिष्ट। यो एउटा एक्सन जनराको मुभी हो। जुन मुभीलाई हेर्नको लागि तपाईँहरूले हलभित्र छिरिसकेपछि 2.5 घण्टाको समय दिनुपर्ने हुन्छ। मैले सुरुमै भनेको थिएँ आजको यस भिडियो इन्ट्रेस्टिङ होइन, धेरै इन्ट्रेस्टिङ हुन्छ भनेर। र यस मुभीको कुरा गर्नु पर्दाखेरि यस मुभीलाई बनाउँदै गर्दाखेरि सन्तोष सेनले के भनेका थिए त? सन्तोष सेनले दर्शकहरूलाई कस्तो विश्वास अनि कस्तो भरोसा दिएका थिए? अब त्यो कुराहरू यो चलचित्रभित्र छ कि छैन त? यस्ता कुराहरू पनि एक एक गरी केलाउने छु आजको यस भिडियोमा। त्यसले गर्दाखेरि पनि बलिदान मुभीको रिभ्यू आज अन्तिममा दिँदैछु, किनभने हामीलाई यो भिडियो बनाउन पनि निकै समय लाग्छ। भिडियो थोरै लामो होला, तर मुभी जतिको बोरिङ भने पक्कै पनि हुने छैन। यस मुभीलाई बनाउँदै गर्दाखेरि सन्तोष सेनले भनेको एउटा कुरा मलाई अहिले पनि याद छ। उनले एउटा राम्रै मिडिया मार्फत बलिदान मुभीको इन्ट्री सिनको बारेमा केही कुरा बताएका थिए, जहाँ समीर भट्ट घोडामा आएर दरबारको गेट फुटाएर भित्र पस्छन्। त्यो मुभीको इन्ट्री सिन हुनेछ, त्यो एकदमै खतरा तरिकाले खिचिन्छ भनेर विश्वास दिलाएका थिए। र उनले यो पनि भनेका थिए गत वर्ष रिलिज भएको चलचित्र 12 गाउँ बलिदानको अगाडि 12 गाउँ त 10% मात्र हो सम्म भन्न भ्याएका थिए। अब के साँच्चै बलिदान 12 गाउँ भन्दा खतरै हो त? या सन्तोष सेनले दर्शकहरूलाई बक्लोर बनाए? नेपाली फिल्मको एसएस राजामौली भन्ने ट्याग त मैले नै दिएको छु। अब सन्तोष सेनले त्यो ट्याग म्याच गर्न सक्छन् कि सक्दैनन्? अनि हामी दर्शकहरूलाई जुन आशा र भरोसा दिलाएका छन् त्यो चलचित्रभित्र भेटियो कि भेटिएन त? अब कुरा सुरु गरिहालौँ बलिदानको। गत वर्ष रिलिज भएको चलचित्र 12 गाउँ चल्नुमा 3वटा कारणहरू थिए। एउटा समीर भट्टको इन्ट्री थियो भने अर्को मुभीको डायलग दमदार थियो, जुन डायलग सबै दर्शकहरूको मुखमा झुनिन पुगेको थियो, र अर्को भने मुभीको थिम ब्याकग्राउन्ड म्युजिक रहेको थियो, जहाँ हिरोहरूको इन्ट्री सिन हुँदै गर्दाखेरि सिठी र तालीको कुनै पनि कमी थिएन। अब त्यो कुरा बलिदानभित्र छ कि छैन त? अब बलिदान जस्तो हाइप भएको मुभी हेर्नको लागि म एकदमै धेरै एक्साइटेड अनि राम्रै एक्सपेक्टेसन राखेर हलसम्म पुगेँ। र जब मुभी सुरु भयो, मुभी ठिकठाक तरिकाले स्टार्ट हुन्छ र मुभी हेर्दै जाँदाखेरि यस्तो लाग्न थाल्छ नामअनुसारको बलिदान मुभी यही हो त? आफ्नो मनले आफैसँग प्रश्न गर्न थाल्छ। र मैले दायाँ बायाँमा रहेका दर्शकहरूलाई पनि हेरिरहेको थिएँ। दायाँ बायाँमा रहेका दर्शकहरू पनि छटपटाइरहेका थिए र ती दर्शकहरू त उटुसमुटुस भएर यस्तो पनि भन्न थालिसकेका थिए यस्तो पनि मुभी हुन्छ? ओभर हाइप मात्रै रहेछ। दर्शकहरूको मुखबाट निस्केको शब्द यही नै थियो। न त समीर भट्टको इन्ट्री सिनै दमदार, न त सौगात मल्लको इन्ट्री सिनै दमदार, न त कुनै 12 गाउँको जस्तो ब्याकग्राउन्ड म्युजिकै थियो, न त 12 गाउँको जस्तो दर्शकहरूको मुखमा झुनिने डायलगहरू नै थियो। मुभी सुरु भएदेखि अन्तिमसम्म सिटी सेन्टरको बिग मुभी जस्तो हलमा यस्तो हाइप भएको मुभी हेर्दै गर्दाखेरि फर्स्ट टाइम एउटा पनि दर्शकहरूले एकपटक पनि सिठी र ताली भने कसैले पनि बजाएनन्। सबै दर्शकहरू मुभी त वाक्क लाग्दो रहेछ, हाइप मात्रै धेरै, यस्तो चलचित्रको काम छैन भनेरसम्म भन्न भ्याइरहेका थिए। त्यस्तो समयमा म त के भन्नु न के भन्नु नै भएँ र चुप लागेर बसेँ अनि दर्शकहरूको कुरा सुनिरहेँ। अझ त्यति मात्र कहाँ हो र, एउटा रोचक कुरा त भन्नै बाँकी छ। मुभी हेरिसकेपछि लिफ्टबाट आउँदै गर्दाखेरि केही दर्शकहरूले त सीसी क्यामेरामा हेरेर बलिदान मुभी राम्रो छैनसम्म भनिरहेका थिए। बलिदानले दर्शकहरूको विश्वास यसरी तोडेको छ। मुभीको VFX को के कुरा गर्न पनि मलाई अप्ठ्यारो लागिरहेको छ। समीर भट्टले पनि आफूले पाएको क्यारेक्टर राम्रैसँग निभाएका छन्, तर समीर भट्टलाई जुन चलचित्रमा एक्सन किङको ट्याग दिएको छ त्यही चलचित्रभित्र त्यो ट्यागलाई म्याच गर्ने खालको एक्सन भने देखिएन। बरु उनको अघिल्लो वर्ष आएको चलचित्र 12 गाउँको इन्टरभल हुने समयमा दमदार एक्सन देखिएको थियो। र यस चलचित्रमा पनि लास्टको क्लाइमेक्स सिनको फाइट भने राम्रै भन्नुपर्ने हुन्छ, तर त्यस फाइट सिनमा धेरैभन्दा धेरै कन्टिन्युटीहरू जर्क भएको छ। एक्सन भनेको त स्टोरीले माग्नुपर्छ अनि मात्र हेर्न मजा आउँछ, जबकि बलिदानको स्टोरी पनि त्यस्तो दमदार भने लागेन। जे होस्, सन्तोष सेन नेपाली चलचित्र क्षेत्रका एउटा आँटिलो र जोसिलो अहिलेको युवा डिरेक्टर र प्रोड्युसर हुन्। उनले आफूले सकेको र आफ्नो क्यापेसिटीले भ्याएको सकेसम्म राम्रो बनाउने कोसिस गरेका छन्। चलचित्रमा कलाकारहरूको कामको कुरा गर्नु पर्दाखेरि समीर भट्टले पनि आफूले पाएको क्यारेक्टर एकदमै राम्रोसँग निभाएको देखिन्छ र रिचा शर्माले यस चलचित्रमा गरेको काम तारिफ योग्य छ। र उता सौगात मल्लको एक्टिङको त सधैँ तारिफ गर्नुपर्ने नै हुन्छ। जब सौगात मल्ल स्क्रिनमा आउँछन्
तब मुभी हेर्न इन्ट्रेस्टिङ भएर आउँछ। उता अर्को अर्पण थापाको एक्टिङ पनि यस मुभीमा मलाई एकदमै राम्रो लाग्यो। उनले गरेको एक्टिङ एकदमै दमदार छ र लामो समयपछि कमब्याक गरेका नेपाली चलचित्र क्षेत्रका खलनायक हेमन्त बुढाथोकीको एक्टिङ देखेर सुरुमा त हेर्न एकदमै मजा आइरहेको थियो, तर पछि भने त्यो क्यारेक्टर पनि अलिकति फितलो हुँदै गएको जस्तो फिल हुन्छ। र सन्तोष सेनको एक्टिङको पनि तारिफ गर्नुपर्छ, एकदमै एक्स्ट्रा अनि बबाल देखिएको थियो। सन्तोष सेन र सौगात मल्लबीच भएको एक्सन सिन एकदमै बबाल थियो। अनि यता समीर भट्ट र सौगात मल्लको पनि उस्तै दमदार थियो। यी त भए मुभीको राम्रो पक्ष। अब मुभीको फर्स्ट हाफको कुरा गर्नु पर्दाखेरि मुभीलाई प्रेजेन्टेसन गर्न नजानेको जस्तो फिल हुन्छ। मुभीको फर्स्ट हाफ एकदमै बोरिङ लाग्दो छ। मुभीको फर्स्ट हाफ हेरिरहँदाखेरि प्राय सबै दर्शकहरू छटपटाइरहेका थिए। कसैले पनि मुभी राम्रो छ नै भनिरहेका थिएनन्। कतिपय दर्शकहरू त बिचैबाट उठेर हिँडिरहेको पनि देखिरहेको थिए। र मलाई पनि मुभीको फर्स्ट हाफ हेरिरहँदाखेरि त यस्तो लागिरहेको थियो मुभीले 5 मा 2 स्टार रेटिङ पाउने रहेछ। मलाई यस्तै लागिरहेको थियो। तर जब मुभीको सेकेन्ड हाफ सुरु हुन्छ मुभी अलिक इन्ट्रेस्टिङ भएर जान्छ र केही हदसम्म राहत मिल्छ। तर फेरि मुभीको अन्त्यतिर हेर्दै जाँदाखेरि कन्टिन्युटी नै जर्क हुन थाल्छ। कति बेला कहाँनिर के भइरहेको छ अत्तो नै हुँदैन। त्यो हेर्दाखेरि मलाई यस्तो लागिरहेको थियो यसभन्दा अगाडि आएको राजेश हमालको फिल्म नरसिम्हा मुभीको एक्सन र प्रेजेन्टेसन एउटै फ्लोमा नै बगिरहेको हुँदैन। साँच्चै भन्नुपर्दा मुभीको ब्याकग्राउन्ड म्युजिक पनि त्यति राम्रो छैन। बलिदान जस्तो हाइप भएको मुभीमा एउटा पनि थिम म्युजिक छैन, न त दर्शकहरूको मुखमा झुनिने एउटा डायलग छ। अनि यस्तो भइसकेपछि कसरी हुन्छ त दर्शकहरूको एक्सपेक्टेसन पुरा। हलबाट निस्किने हर कोही दर्शकहरू यति बेला के सोचेको के भयो, यस्तो पनि मुभी हुन्छ भन्दै निक्लिरहेका छन्। मैले आजको यो भिडियो बनाइरहँदाखेरि एकदमै धेरै मिक्स कमेन्ट आउन सक्छ। त्यसलाई हामीले अन्यथा रूपमा लिने छैनौँ, किनभने दर्शकहरूले हलमा पनि दिएको रिभ्यूको आधारमा भन्ने हो भने हामीले गरेको रिभ्यू अनुसारकै कमेन्ट आउनेछ। तर यदि हलमा दर्शकहरूले मुभी नराम्रो छ भन्दै पनि कमेन्टमा मात्रै राम्रो छ भन्छन् भने पक्कै पनि साइबर सेना छन् भन्ने कुरामा कुनै दुई मत हुने छैन। आजभोलि देशमा पार्टीको मात्र होइन फिल्म मेकर्सहरूको पनि झोले बन्न थालेका छन्। त्यसलाई हामीले अन्यथा रूपमा लिने छैनौँ। तपाईहरूलाई मुभी कस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न सक्नुहुनेछ। हाम्रो रिभ्यू नेपालको तर्फबाट म यस मुभीलाई 5 मा 2.5 स्टार रेटिङ दिन चाहन्छु। यदि मुभी फर्स्ट हाफ जस्तो मात्रै भएको हो भने त मुभीले 2 स्टार मात्रै रेटिङ पाउने थियो, तर सेकेन्ड हाफ अलिकति राम्रो भएर जान्छ, जसको कारण मुभीले 2.5 स्टार रेटिङ पाएको छ। यदि बलिदान जस्तो नाम राखिसकेपछि मुभी सेकेन्ड हाफ जस्तो ठाउँबाट प्रेजेन्टेसन गरेर लगेको हो भने फर्स्ट हाफ फायर हुने थियो अनि सेकेन्ड हाफ वाइल्ड फायर हुने थियो। मुभीको फर्स्ट हाफ एकदमै बोरिङ छ भने मुभीको सेकेन्ड हाफ केही हदसम्म राम्रो भएर जान्छ। नेपाली फिल्म इन्डस्ट्रीमा 100 करोड कमाउँछ। नेपाली फिल्मको बजार बढाएर लान्छ। नेपाली भाषामा मात्र होइन नेपाली, हिन्दी र तेलुगु भाषामा पनि रिलिज हुन्छ भनेर भनिएको चलचित्र अहिले यस्तो अवस्थामा छ जसको टेक्निकल कामहरू नेपालमा होइन इन्डियामा भएको हो। त्यो पनि चान्चुने स्टुडियोमा होइन, अल टाइम ब्लकबस्टर बनाएका ठुला चलचित्रहरू। त्यस्तो स्टुडियोमा काम गरेको चलचित्र बलिदान, जुन चलचित्र हेर्दा त मलाई यस्तो लागिरहेको थियो सन्तोष सेनले रत्नपारको चस्मा किनेर दरबार मार्गको गफ दिएछन् भन्ने लागिरहेको थियो। यो चलचित्र क्षेत्र भनेको त्यस्तो क्षेत्र हो गफ जति नै ठुलो गरे पनि पर्दामा छर्लङ्ग देखिने गर्छ। आज 100 करोड कमाउने नेपाली चलचित्र क्षेत्रको सपना अधुरो रहेको छ। कुनै पनि दर्शकहरूले चलचित्रलाई राम्रो छ भनेको सुनिन मैले। अब यो चलचित्र कतिसम्म अगाडि जाला त अब चलचित्रले कति कमाउला। बलिदानले 100 करोड कमायो भनेर भिडियो बनाएर ठुलो टाइटलमा लेखेर हाल्न मन थियो। अनि नेपाली फिल्म इन्डस्ट्रीमा पनि यस्तो फिल्म बन्यो जसले बाहुबली, पुष्पा, केजीएफलाई टक्कर दियो। यस्ता कुराहरू भन्न मन थियो। तर आजको यस भिडियोमा मैले जति प्रशंसा गरे पनि हलमा दर्शकहरूले छर्लङ्ग देख्नेछन्। सत्य सधैँ सत्य नै हुन्छ। मलाई त अब के कुराको डर छ भने समीर भट्ट जस्तो सबै कुराले परिपक्व हिरो अब कतै बलिउडको टाइगर श्रफ जस्तो त हुने होइनन्। मलाई कता यो कुराको डर लागिरहेको छ। समीर भट्टको बलिदानमा एउटा खतरा डान्स पनि देख्न पाइएन। समीर भट्टको फाइटमा सर्ट खोलेर बढी देखाउनको लागि मात्र युज गरे जस्तो देखियो। यस्तो भनेर भनिरहन पनि मन थिएन, तर के गर्ने मुभी नै त्यस्तै छ। मलाई भन्न मन त पुष्पा, बाहुबली, केजीएफ भन्दा खतरा छ भन्न मन थियो। तर जब मुभीको ओभर हाइप हुन्छ, यदि त्यो हाइपमा म्याच भयो भने पुष्पा बन्छ, यदि भएन भने वार 2 बन्छ। मुभीभित्र समीर भट्टले फोडेको गेट कुनै दरबारको थिएन। उनले एउटा गेट त फोडेकै हुन्, तर त्यो गेट एउटा कुनै घरको जस्तो थियो, त्यो पनि VFX गरेको। र समीर भट्टलाई सुहाउने एउटा हिरोइन पनि देखिएन। सन्तोष सेनले बताए अनुसार भन्ने हो भने मलाई यो मुभी 12 गाउँ जतिको पनि लागेन। 12 गाउँ भन्दा दमदार त कसरी भन्ने। जुन दर्शकहरूले सन्तोष सेनलाई फलो गरेका छैनन् अनि सन्तोष सेनको कुरा सुनेका छैनन् र मनमा कुनै पनि एक्सपेक्टेसन राखेका छैनन्, ती व्यक्तिहरूलाई यो चलचित्र राम्रै लाग्न पनि सक्छ। तर जसले सन्तोष सेनको कुराहरू सुनेका छन् अनि मनमा एक्सपेक्टेसन राखेका छन् तिनीहरूलाई यो चलचित्र पक्कै पनि मन पर्दैन। यो चलचित्र हेरेर हलबाट निस्किँदै गर्दाखेरि मेरो जुन एक्सपेक्टेसन थियो त्यो अहिले खुम्चेर सुकेको खोर्सानी जस्तो भएको छ। तपाईहरूलाई मुभी कस्तो लाग्यो आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला। साथै हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा।